लागि राम्रो भनेर हजुरहरूले यस्ता चिजहरू अझै खाइराख्नु भएको छ भने रोग निम्ताइराख्नु भएको छ है। तुरन्तै यस्ता चिजहरूलाई हटाइदिइहाल्नुहोस्। लिस्टको नम्बर 1 मा छ कर्नफ्लेक्स। कर्नफ्लेक्स मैदाको प्रोसेस्ड चिज हो हैन। यसमा सिम्पल कार्बोहाइड्रेट्स भए के पनि छैन, फाइबर पनि छैन। बच्चाहरूलाई बिल्कुलै नदिनुस्। अब यसको साटो तपाईहरु मकै नै खान सक्नुहुन्छ। नम्बर 2 मा छ तपाईहरुको फेभरेट फ्रुट जुससहरु, बोतलमा शिशीमा पाइने जुससहरु। अब यो नाम मात्रको जुस हो। कुनै कुनै जुसमा फलफुल पनि हालिएको हुँदैन, फ्लेभरिङ मात्रै हुन्छ हैन। यसमा आर्टिफिशियल प्रिजर्भेटिभ्स केमिकल्स हुन्छ, चिनी पनि हालिएको हुन्छ। यसको साटो तपाई फ्रेश फ्रुट या जुसस खान सक्नुहुन्छ। नम्बर 3 को लिस्टमा छ तपाईहरु हेल्दी बनेर खाइराखेको डाइजेस्टिभ बिस्कुट र सुगर फ्री बिस्कुट। यो बिस्कुटमा पनि त्यही मैदा, त्यही चिल्लो, त्यही चिनी, त्यही केमिकल्स। नम्बर 4 को लिस्टमा छ तपाईहरुको बजारमा किनिएको पाउरोटी, व्हाइट ब्रेड, ब्राउन ब्रेड किन नहोस् हैन। यो ब्रेडमा मैदा, गलत किसिमको चिल्लो, चिनी पनि हालिएको हुन्छ अनि थुप्रै किसिमको प्रिजर्भेटिभ्स र केमिकल्स हुन्छ। यसको साटो तपाई घरमै कोदो, फापर, आटाको पाउरोटी बनाएर खान सक्नुहुन्छ। नेक्स्ट लिस्टमा छ तपाईहरुको रिफाइन्ड तेलहरु हैन। अब रिफाइनिङ एउटा केमिकल प्रोसेस हो हैन। यसको बारेमा मैले डिटेलली भिडियो छुट्टै बनाइदिएको छु, त्यो हेर्नु होला। नेक्स्ट लिस्टमा छ प्रोसेस्ड मासु हैन। मासुलाई प्रोसेसिङ गर्दाखेरि थुप्रै केमिकल्स युज हुन्छ। तपाईहरुको ससेज, बेकन यस्ता चीजहरु। यसको साटो तपाईले फ्रेशली मासु किनेर खान सक्नुहुन्छ। नमस्कार।